एफसी चितवनलाई पराजित गर्दै ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा बिहिबार सम्पन्न खेलमा ललितपुरले 2-1 ले चितवनलाई पराजित गरेको थियो। दोस्रो जित निकालेको ललितपुर 8 अङ्कसहित चितवनलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट 7 अङ्क रहेको चितवन 1 स्थान तल झरेको छ। ललितपुरलाई जित दिलाउन मणिकुमार लामा निर्णायक बने। उनले 1 असिस्ट र निर्णायक गोल गरे भने इमो इजिकेलले ललितपुरको लागि पहिलो गोल गरेका थिए। चितवनका भिक्टर मन्सारेले गरेको गोल सान्त्वना मात्र रहन पुग्यो। खेलको तेस्रो मिनटमै ललितपुरले सुरुवाती अग्रता लिएको थियो। मणिले प्रहार गरेको फ्री किक बललाई अनमार्क रहेका इमोले हेड मार्फत सहज गोल गरेका थिए। 74औं मिनेटमा भिक्टरले चितवनलाई खेलमा फर्काए। ललितपुरका डिफेन्डर र गोलकिपर सन्देश श्रेष्ठ बीच तालमेल नमिल्दा हुलमुलमा भिक्टरले गोल गरे। घाइते भएका कारण ललितपुरले पहिलो रोजाइको गोलकिपर फ्रेजी बालकोट्सलाई गुमाएको थियो। उनको स्थानमा वैकल्पिक खेलाडी बनेर मैदान प्रवेश गरेका सन्देश अनुभवको कमी देखियो।